नमस्ते, म चाहिँ विक्रम श्रेष्ठ, A1 क्याफे एन्ड पार्टी भेन्यू सरस्वती नगर ब्रान्चको व्यवस्थापक। म चाहिँ यहाँ स्टार्टिङदेखि नै मैले हेरिरहेको छु। यो चाहिँ लगभग 4 वर्ष जस्तो भयो। हामीले 1 वर्ष जस्तो कन्स्ट्रक्सन पिरियड भयो, त्यसपछि अपरेसनमा आएको चाहिँ 3 वर्ष लगभग भयो। यहाँको चाहिँ हाम्रो मुख्य व्यवसाय भनेको चाहिँ अब रेस्टुरेन्ट प्लस पार्टी प्यालेस दुवै हो। हामीले पैसा सफ्टवेयर चलाउन सुरु गरेको 1 वर्ष जस्तो भयो लगभग। पहिला त हामीले कागजी रूपमै गर्थ्यौँ, जुन पुरानो शैलीमा गर्थ्यौँ। त्यसपछि चाहिँ अनिखेरि हामीले पनि अब केही चेन्ज, अब समयअनुसार चल्नुपर्छ भन्ने सोचले अनि पैसा सफ्टवेयरसँग हामी जोइन भयौँ। कागजी रूपमा गर्नु र सफ्टवेयरसँग काम गर्दाखेरि धेरै अन्तर हुने रहेछ। जस्तो कागजी रूपमा गर्दाखेरि अब कागजमा गर्नुपर्थ्यो सबै कुराहरू, जस्तो बिलिङको लागि अलिकति टाइम लाग्ने, जस्तो हाम्रो फ्लोर हुँदाखेरि अर्डर माथिबाट अर्डर लिएर तल आउने, किचनमा दिने, कतिपय केसमा चाहिँ वेटरहरूले अर्डर लिने, केओटी चाहिँ खल्तीमा राखिदिने, बिर्सिने होइन, त्यस्तो प्रब्लमहरू हुन्थ्यो। भने सफ्टवेयर मार्फत चाहिँ अब अर्डर अन द स्पट तुरुन्तै किचनमा र काउन्टरमा एकैचोटि जान्छ। बिलिङहरू पनि सजिलो, प्लस इन्भेन्ट्रीहरूदेखि सबै कुराहरू एकदमै सजिलो सहज भएको छ। काम गर्नुको लागि धेरै फरक पर्दो रहेछ। सफ्टवेयरबाट काम सुरु गरिसकेपछि हामी जहाँसुकै भए पनि प्रब्लम भएन। के कति बिजनेस भइरहेछ, कहाँ कस्तो खालको चाहिँ बिजनेसहरू भइरहेछ, कस्तो खालको आइटमहरू गइरहेछ, त्यो आइटमको लागि हामीलाई चाहिने अब कच्चा पदार्थहरू स्टोरमा अभाइलेबल छ कि छैन, यदि छैन भने तुरुन्त हामीले अन द स्पट हामीले फेरि त्यो स्टोरमा पनि नोटिस गराउनको लागि सजिलो, धेरै हिसाबले सहज छ। हामी जस्तो रेस्टुरेन्टमै बसिराख्नु पनि नपर्ने अवस्था हुन्छ, बाहिर बसेर पनि यहाँको चाहिँ म्यानेज गर्न सजिलो सहज छ। सबैभन्दा चलाउन एकदमै सजिलो छ। जस्तो हामीले सफ्टवेयरहरू त राख्ने भन्ने सोच बनायौँ, तर के एउटा डाउट थियो भने जस्तो सफ्टवेयर राखिसकेपछि यहाँको स्टाफहरूले चलाउन सक्ला कि नसक्ला, काउन्टरको लागि छुट्टै चाहिँ मेन पावर हायर गर्नुपर्ने हो कि, त्यो खालको एउटा डाउट थियो। तर यहाँ जति पनि स्टाफहरू थियो सबैजनाले इजिली चलाउन सकेको। जसले मोबाइल चलाउन सक्छ यो पैसा सफ्टवेयर चलाउन सक्दो रहेछ। सबैभन्दा बेस्ट मलाई मन परेको कुरा यही नै हो। सपोर्ट पनि राम्रो छ। जस्तो मैले एक कल गरेँ भने फ्याटअप भइहाल्छ, एउटा मेसेन्जर ग्रुप छ हाम्रो, त्यहीँबाट पनि भइहाल्छ। त्यहाँबाट भएन भने एनडिएक्सबाट हुन्छ। कोही न कोही जुनसुकै टाइममा एभाइलेबल भइरहेको हुनुहुन्छ, त्यो हुनाले सपोर्ट धेरै राम्रो छ। सजिलो सहज तरिकाले गर्न चाहनुहुन्छ भने अब जस्तो यसको लागि चाहिँ धेरै ठुलो लगानी पनि गर्न नपर्ने, प्लस अर्को कुरा सबैभन्दा चलाउन सजिलो, प्लस अनि जोसुकैले पनि एउटा सामान्य एन्ड्रोइड मोबाइल चलाउन सक्ने मान्छेले यो चलाउन सक्दो रहेछ पैसा सफ्टवेयर। त्यो हिसाबले पनि कसैले सोच्दै हुनुहुन्छ भने चाहिँ पैसा सफ्टवेयर एकदम इजिली चलाउनुहोस् भन्न चाहन्छु।